हामी चाहिँ कपिलवस्तुबाट सुब्बा देउराली दर्शनको लागि अर्घाखाँची जाँदैछौँ। यो चाहिँ गोरसिङे पत्रकोट बीचको जंगल हो। एकदम राम्रो भ्यू छ। बाँकी अगाडि बाटोहरू मैले देखाउने छु, कस्तो कस्तो बाटो छ, सजिलो अप्ठ्यारो सबै जानकारी गराउँदै जानेछु। हेर्दै गर्नु होला है त। यो चाहिँ पत्रकोट हो, गोरसिङे पछिको बजार। गोरसिङेदेखि 10 किलोमिटर पश्चिम। यहाँ चाहिँ पहिला अर्घाखाँचीदेखि नुन लिन आउने ठाउँ यही हो। पत्रकोटमा नुन बेच्ने थारू भनेर यो चाहिँ बहुत प्रख्यात छ गाइजहरू। अब यहाँबाट चाहिँ हामी अर्घाखाँची उकालो चढ्नुपर्छ। यो चाहिँ कपिलवस्तु सीमा लगभग समाप्त जस्तै हो, अलि माथिसम्म छ, तर अब उकालो सुरु भयो। बाटो चाहिँ एकदम घुम्ती छ, रमाइलो छ यात्रा गर्न एकदम पहाडी इलाकामा। कस्तो हुँदैछ त यात्रा गाइजहरू? एकदम रमाइलो। छोरो खोइ त कहाँ लुकेछ? छोरो हाई गरिदियो बाबु। हाम्रो प्यारो अर्घाखाँची जाने बाटो चाहिँ पहाडी इलाका भए पनि, सानो भए पनि, तर बाटो चाहिँ एकदम राम्रो छ। पिच छ, राम्रो पिच छ, सहिलो छ नि बाटो, त्यस्तो अप्ठ्यारो छैन नि। यहाँ चाहिँ विशेष गरी एकदम सल्ला गाडी, के अरे साल गाडी, सालहरू चाहिँ एकदम पर्याप्त मात्रामा पाइन्छ। धेरै सालहरू छ। अझै अगाडि चाहिँ धेरै राम्रो जङ्गल छ। म तपाईँलाई पछि यो चाहिँ कोन्द्रे खोला हो। पहिला चाहिँ यो खोलाले धेरै गाडीहरूलाई पल्टायो। यो बर्खा मासमा चाहिँ एकदम ठुलो बाढी आउँछ। यहाँ पहिला पुल थिएन, अहिले चाहिँ पुल बनाइएछ। यहाँ कोन्द्रे खोला है गाइज। अब हामी चाहिँ अब रोइचेको करिब आउँदैछौँ। त्यसपछि चाक्ला आउँछ, त्यसपछि ठाडा अमराई आउँछ, त्यसपछि द आउँछ, त्यसपछि शीत खोलाको आनन्द लिँदै लिँदै हामी देउरालीसम्म पुग्नेछौँ। बसेरी, यसलाई चाहिँ बसेरी। यहाँ एउटा मात्रै दुकान छ, धेरै पुरानो। विकास भइरहेछ। जय हो। हिले खोला, हिले खोला। अहिले चाहिँ हामी हिले खोला आइयो। यहाँ चाहिँ एकदमै हिलो हुन्छ, त्यही भएर यसको नाम चाहिँ हिले खोला राखेका हुन्। यहाँनिर एउटा होटेल पनि छ, राम्रो खाना पाउँछ। हिले खोलाको होटेल। अब हामी करिब चाक्लाको नजिक आइरहेका छौँ। घामले गर्दाखेरि भिडियो अलि राम्रो आउन सकेन, त्यसको लागि माफ पाऊँ। चाक्ला आयो, चाक्ला। यहाँबाट चाहिँ अलि सानो बनाउनु, यहाँबाट चाहिँ सिद्धारा जाने हो। यहाँबाट देब्रे लागेपछि यताबाट सिद्धारा गाविस जाने हो। मेरो जन्मभूमि जाने ठाउँ हो। पुरानो बजार हो यो। अब तपाईँहरूलाई हेर्दाखेरि गाउँ जस्तो लाग्न सक्ला, तर हाम्रो लागि चाहिँ यो पहिलाको विशाल बजार हो, सिटी हो। यहाँ होटेलहरू छन्, किराना पसलहरू छन्, कपडा पसलहरू छन्। यहाँबाट 2 किलोमिटर माथि चाहिँ ठाडा अमराई आउँछ। गाउँ बस्तीहरू।
कमिटी अमराई आइयो घामले गर्दा कस्तो भइरहेछ यता छ बजार चाहिँ तल हामीले कपडा किन्ने ठाउँ हो यो चाहिँ पहिला यहाँ सूर्य वस्त्रालय भन्ने थियो अलि तल दाहिने साइडमा जानु यहाँ अमराई बजार एकदम राम्रो हो त्यही हो कि कमला दिदीकोमा जाने यताबाट ढोका पाहाडतिर जान राम्रो पाइन्छ ठाडा अमराई शीतगंगा नगरपालिका ठाडाको दह एकदम ठुलो यहाँ चाहिँ मेला लाग्छ भोलि ल हेर्नुहोस् फेवाताल जस्तै छ कर नि के कम्ती छ र हाम्रो अर्घाखाँचीमा नि किन स्वादेर तपाईँहरू अर्घाखाँची भनेर हेप्नुहुन्छ ल हेर्नुहोस् फेवाताल जस्तै छ नि डम्बरु ताल कुरो कस्तो लाग्यो त भारी डाँडाहरू छन् रमाइलो छ बर पिपल हेर्नुहोस् यहाँ यति राम्ररी पूजा गरेर राख्नु भएको छ तराईतिर काटेर भ्याए मूर्खहरूले यस्ता राम्रा घर छन् कति राम्रो पहाडहरू छ घरहरू वहाँ त्यहाँ हो कमला दिदी उहाँ गाउँमा शीत खोला अर्घाखाँचीको शीत खोला हस्दैन शीतगंगा नगरपालिका भन्ने गरिन्छ बाटो ठुलो बनाउन आएर एकदम सानो बाटो ठुलो बनाएछ एकदम पहिरो जान्न बीच गर्नलाई यहाँ रेडी गर्दै बाटो राम्रो भयो अब देउराली सुब्बा देउरालीको नजिक आइराखेका छौँ हामीहरू एकदम उत्साहित छौँ मन लाग्छ यसलाई चाहिँ हामीले यो अर्घाखाँचीको कर्णाली हुम्ला जुम्ला जस्तै एकदम विकट विकासको लागि एकदम चुनौतीपूर्ण ठाउँ हो तर पनि यहाँ माननीय श्री टोपबहादुर रायमाझीज्यूले चाहिँ अर्घाखाँचीलाई एकदम राम्रो विकास गरिदिनु भएको छ उहाँलाई सम्झिन चाहे उहाँ यति बेला खै के कारणले हो कारागारमा हुनुहुन्छ दुःखको कुरा छिट्टै रिहा हुनु होला भन्ने माग गर्दछु अब हामी करिब देउराली आइपुग्न लाग्यौं
काटेपछि देखिन्छ। धुलो सरर आयो हामी सुमा देउरा सरर आयो अझैसम्म त्यत्रो ढाक्छ यहाँ चाहिँ अझैसम्म त्यत्रो छाप छ। लाउरे टाँसेको भने चाहिँ उहाँ माथि आयो अहिलेबाट चाहिँ भिडभाड जस्तो छ देउरालीमा, मान्छेको चहल पहल बढिसकेको छ। लाउरे टाँसेको भन्ने जुन ऊ छ किम्वदन्ती छ त्यो चाहिँ नि यहाँ माथि हो, तपाईहरु देख्न सक्नुहुन्छ हो त्यहाँ माथि चट्टानमा। यहाँ चाहिँ पहिला चाहिँ यो हातैले खनेको बाटो हो। यहाँ माथि गल पनि छ कि कति चाँडै आउने रहेछ न मान्छे त बुझिराख्नु गइ नबोल्नै। यो ठाउँमा आएर तपाईले जे माग्नुहुन्छ त्यही कुरा पुरा हुन्छ। त्यसकारणले एकचोटि आउनुहोस् यो ठाउँमा, आएर तपाईको पुरा नभएका के कुराहरू छन् सबै माग्नुहोस्। यो त्यस्तो पवित्र ठाउँ हो जहाँ तपाईका हरेक कुरा पुरा हुनेछन्। सुपा देउराली माताले हामी सबै नेपालीको रक्षा गरौँ। जय सुपा देउराली माता। वाह गरे के ठिक गरेर रे बाबु ल हेर्नु साथीहरु, यो ठाउँमा तपाईहरु आएर जे माग्नुहुन्छ त्यो पुरा हुन्छ। यो अर्घाखाँचीमा अवस्थित श्री सुपा देउराली माताको मन्दिर हो र जुन तपाईहरुलाई यहाँ म देखाउँदै छु लाउरे टाँसेको भन्ने दृश्य यो। अन्य दृश्यहरू पनि छन् यहाँ। रमणीय स्थल छ त्यहाँनिर। होइन अनि रमाउन नि जान खोज्ने अनि धो पनि भयो भन्ने यसरी त हुन्नको भाइ। अल्छी गरेर त हुन्न। दुःख पछि सुख आउँछ भन्छन्। अब उता गएर रमाउन पाइन्छ गर। सिसाको ब्रिज छ रे, भिङ पनि खेल्यौला। यहाँ छोरो मान्छे यी मुसुक्क हाँसिया छ, यता भान्जालाई पनि धौ भयो। खरैको छानो खरैको घाँस यस्तै छ हजुर पहाडको बाटो। विकास पनि भयो समृद्धि नि भयो, तर नेपाली जनताले सधैँ दुःख पायो। खरैको छानो खरैको घाँस
यस्तै छ हजुर पहाडको बाटो। वाउ, यो त झन् कति रमाइलो ठाउँ ल। हेर्नुहोस् त, यहाँबाट पुरै सुब्बा देउरालीको दृश्य देखिँदो रहेछ ल। हेर्नुहोस् कति रमाइलो छ। आउनुहोस् है तपाईँहरू पनि एकचोटि।